गौतमलाई त नराम्रो भन्नुभयो ठीक छ तर राम्रो काम गर्नेहरूलाई त राम्रो भन्नुहुन्छ नि हैन जस्तै कुलमान घिसिङ जसले नेपाल उज्यालो पार्नु भयो कुलमानले पिसाब फेरेर डाइनामो घुमाएर नेपाल उज्यालो पारेको होइन मात्रै गरेको हो यस्ता इन्जिनियर धेरै छन् कुलमान मर्यो भने पनि नेपालमा बिजुली बल्छ घर अँध्यारो छ बाहिर चाहिँ तमाङले चाहिँ टर्च लाइट लगाएको तरुणीको अनुहार पकड लगाएको मात्रै हो कुनै मान्छे होइन एउटा औषध जारी हेलो गाइजहरु वेलकम टु द अदर रियाक्सन भिडियोमा हजुरलाई स्वागत छ। आजको पनि भिडियो एकदम बवाल लिएर आइसकेको छु म रियाक्सन दिनको लागि। मन पर्यो भने भिडियोमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला गाइजहरु। लेट्स गो। हात मिलाउन आउने नमस्कार गर्ने कल्चर चाहिँ छैन, संस्कार छैन। धन्यवाद छ। छलफल गरौँ न। के कुराको छलफल गर्ने काका भन्नुस् न। सिरियस कुरा गर्नु, मसँग सबै कुराको उत्तर छ। सबै कुराको उत्तर छ। ल त्यसैले भन्नुस् त धरहरा बनाउने को हो? धरहरा बनाउने एमाले हो। ल अब प्रश्न, धरहरा बनाउने एमालेका अध्यक्ष केपी ओलीले बालेन्द्र शाहसँग कति मत अन्तरले चुनाव हार्नुभयो भन्नुस् त। शरीफ दललाई उत्तर दिएर म पास हुनु छैन भाइ हैन। भन्नुस् त बरु। तर ठुलो मत अन्तरले जित्यो भने बालेन्द्रले भोट। नेपाल बनाउने ओलीले झापामा भोट हारो अरे कहाँको चटपटे व्यापारीसँग। को चटपटे व्यापारी? मधेसतिरको छ। चटपटे व्यापारीसँग एकदम बवाल छ। सबै चटपटे व्यापारी हुन्छन् त, कोही कमानेवाला पनि हुन्छन् जसले केपी ओली जस्ता कमानी नेतालाई साइड लगाइदिन्छन् हैन। मधेसीलाई चाहिँ भिडले दुर्व्यवहार गर्छ। भिडको कुरा गर्नुहुन्छ हजुर, आफैले बालेन्द्रको दुर्व्यवहार गर्नुहुन्छ। त्यो तेली केटो देशी आँखा पनि खबरले मधेसतिरका इन्डियातिरका आँखा पनि बेचती महेन्द्रको कालो चस्मा लाएर दुनियाँ ढाँटेको छ। पातलो साह भइकन मोटो साहु भनेको छ। चस्मा खोलो भने इन्डियाबाट कहिले आएको भनिहाल्छ। नागरिकतामा प्रश्न छ भनिहाल्छ। निस्किनु पर्दैन। बरु रवि लामिछानेको बारेमा पनि केही भनिदिनुहोस् न काका। यो मान्छे नेपाली होइन है। नेपाली होइन भने यो अमेरिकी नागरिक हो है। युएस पासपोर्ट फालेर आएको मान्छे हो। अमेरिकामा श्रीमतीदेखि भागेर उनी यहाँ हाम्रो देशमा आएका छन् है। अमेरिका बसेका छोराको अनुहार हेर्ने ठुलो रहरदेखि श्रीमतीबाट छोरी मात्रै जन्मे, त्यसकारण उनले अमेरिका नै छोडे अनि यहाँ आएर बिहा सिया गरे। 8वटा श्रीमती बिहा गरेर मान्छे भनेर बनाइदियो। होइन होला कि हो विश्वानी ल्याउन पनि सहकारी लुटेर 50 लाख चलाएको रहेछ। एउटीको प्यारो हुन टिभीमा चिच्याको एटेन्सन सिकर हो। डुच हनिरने कोही भागेर विदेश गएका थिए, स्वास्नीको फरिया समाएर छोडिदिनुहोस् मलाई। काका छोडिदिनुहोस् यार, धेरै स्वास्नी गर्नुभयो क्या हजुरले। आरिसकार छन्, मभन्दा धनी छन्, कोही करोडपति छन्, स्वास्नीका मालिक छन्। ओलीले छोडिदिनु भने अरूलाई यसरी नराम्रो भनेर हजुर चाहिँ कसरी नेता बन्नुहुन्छ त? ज्यान मार्ने त नेता भए। म त ज्यान मारेको छैन, ब्याङ्क लुटेको छैन। स्वास्नी फेर्दै हिँडेको छैन। प्लिज लिभ मी अलोन। यही त रविले रिसाउनु भयो यार। अलिअलि त हो नि, रिस उठिहाल्छ। यी रिसाएर के नाफा छ? काका अब पुण्य गौतमलाई पनि पेल्नु पर्यो। बतामे विजय साईको अर्को अवतार हो। त्यसो भन्ने परिवारवादी बनेर खाएरै नपढी पिएचडी भनेर ढाँटो। सबैले यस्तो वाइयात कुरा गर्ने हो। अचेल साँच्ची विजय जिते कता जानु भएछ? पटटर पढाइ हुन्थ्यो होस् भनेर सिधा नाम राखेर पुण्यराज गौतम भनेर ढाँडा थापेको छ। जेठी कान्छी स्वास्नी भागा छन्। मरक्सी खान्न, मासु खान्न। स्क्यामर हो, मान्छे हो, चिनिएको मान्छे हो। बहु बिहाको तनावमा डिप्रेसनमा गएको मान्छे हो। पढ्दा हुनेर ठुल्ठुला साहु महाजनसँग पर्सेन्टसँग जुझ्ने हुँदैन नै। अपमान गरेको मैले खप्न सकिनँ। पुण्य गौतमलाई त नराम्रो भन्नुभयो ठीक छ तर राम्रो काम गर्नेहरूलाई त राम्रो भन्नुहुन्छ नि हैन जस्तै कुलमान घिसिङ जसले नेपाल उज्यालो पार्नु भयो। कुलमानले पिसाब फेरेर डाइनामो घुमाएर नेपाल उज्यालो पारेको होइन मात्रै गरेको हो। यस्ता इन्जिनियर धेरै छन्। कुलमान मर्यो भने पनि नेपालमा बिजुली बल्छ। घर अँध्यारो छ बाहिर चाहिँ तमाङले चाहिँ टर्च लाइट लगाएको तरुणीको अनुहार पकड लगाएको मात्रै हो। कुनै मान्छे होइन एउटा औषध जागिर हो। अब माइनी पुलको बारेमा पनि दुई चार शब्द के हो बुढा त एकदम खतरा खान्छ, एकदम कडाक दिँदैछ नि त, खतरा छ त। जाओस् न त्यसो भए। ह्याम्पे मगरले लोहारको जस्तो आरन चलाएर डाङडङ पारेर उठिरहेको छ। नासाका वैज्ञानिक नगरेको आविष्कार नेपालका मगरले गर्न हेट महावीर दाजु यस्तो राम्रो हुन्छ यार, यस्तो साह्रो त नभन न यार। के भनेको के बुझेर भन्छ हौ तिमीहरू? सक्दैन। विदेशी प्रविधि चोरेर यहाँ लाटा पुर्खा मङ्गोल भोटे छाती मात्रै भएका गिदी नभएकाहरूलाई सर्लक्कै लुटेर अरबपति भइसके। राम्रो मान्छे चाहिँ को हो? कमसेकम राम्रो गर्दैन त राम्रो भन्नुहोस्। राम्रो भनेर अब उनीहरू ह्यान्डसम छन् कि के आधारमा राम्रा छन्? अब ह्यान्डसम त हजुर जतिको को छ र, तर सबैले उठो मात्रै भन्नुहुन्छ किन? तिनीहरूलाई व्यङ्ग्यका चट्याङ हानेको हो। त्यसो भए हाम्रो हर्के काकाको पनि चुरीफुरी बढी भएको छ, मलाई पनि व्यङ्ग्यका हर्के जस्तासँग कराउन लड्न म जानु कहाँ? हर्के चाहिँ ग्रिन टीले मात्ने लुरे राई कहाँ? म कति पेग हुस्कीले पनि नगल्ने चाहिँ बलियो तामाङ एउटा चोखो जैसी बाहुन हो। कसरी चोखो? हजुरले बङ्गुरको मासु र बियर खाएको भिडियो आइसकेको छ युट्युबमा। क्रिस्चियन बनाउने अन्तर्राष्ट्रिय टिका खुल्यो।
अनि यहाँका चाहिँ त्यो कुरा छोडिदिनुहोस्, बरु हर्के काकालाई चाहिँ दौरो भन्नु पर्यो क्या हजुरले। 20 जनाको भए पनि ग्रिन टी खाने झ्यापे सङ्गठन बनायो, पैसा कमाउनु इराक गयो, अरब गयो, धरानमै बोरा थापेर पैसा उठाइरहेको छ। पानी ल्याए भन्दै बच्चाले पिसा फेरि के भनेको बा के भने धरानमा त यसो पानी खुवाउँदैछन् नि हर्के अहिले पनि लिएर भए पनि तिरतिर धारा लाउँछ। तिर धारा बाबु के भन्ने म नेता बन्ने नेता बन्छु भनेको पनि वर्षौँ भइसक्यो अनि खै त बनेको। नेता बन्ने प्रोसेस लामो सङ्घर्षको भट्टीबाट नेता जन्मिन्छ। नेता बन्नु त्यस्तो लामो सङ्घर्ष गर्नै पर्दैन रहेछ के काका। देख्नु भएन राष्ट्रसभाका सांसदहरूलाई? भगवान जस्तो मुकुन्द घिमिरेलाई किन मौका दिएन? कस्ता कस्ता सांसद मन्त्री भइसके। त्यही त आफ्नो भतिजको उमेरको मान्छेहरू सांसद मन्त्री भइसके। खै त अनि हजुर चाहिँ के गर्दै हुनुहुन्छ? सामाजिक सञ्जाल इन्जोय गरेर बसेको छु। अनि हिँडेको मान्छे सामाजिक सञ्जाल इन्जोय गरेर बस्ने हो त। अनि सामाजिक सञ्जालमा चाहिँ कसो भिडियोहरू हुन्छ नि? सन्नी लियोनी, नेपाली भन्नुहोस् न, नेपाली। अर्चना बनेरू, अनि अर्चना के भन्छन् बाबे त कुरोमै मात्रै हेर्छन् कि के हो पनेरू, सन्नी लियोनीहरूको भिडियो हेरेर के गर्नुहुन्छ? थोरै प्रश्न गर्छन्, समझ्यौ? भनेपछि सन्नी लियोनी, अर्चना पनेरूहरूको भिडियो हेरेर बस्नुहुन्छ। तिम्रो कामै नहुने चाहिँ के केरा हेरेर बस्छौ? हामी त वर्ल्ड कप चलिरहेको छ, फुटबल हेर्छौँ नि। फुटबल चुत्था मान्छेहरूले हेर्ने, घटिया मान्छेहरूले हेर्ने बकवासे कुरा हो। भनेपछि फुटबल बकवास कुरा हो। अनि फुटबल हेर्ने मान्छे चाहिँ घटिया मान्छे हुन्। अनि म त झन् आजभोलि मेसी रोनाल्डोले फुटबल खेलेको म हेरेर बस्न सक्दिनँ त के भएको? फलानु फुटबल हेर्नै सक्दै सकिनँ भनेर भड्किनुहुन्छ भने तपाईँको दिमाग खराब भइसकेको छ। दिमाग खराब मेरो होइन, हजुरको चाहिँ भएको जस्तो लाग्यो। आफूले आफूलाई टिकटकको राजा भन्दै इङ्ग्लिस ब्याग भने जस्तै टिकटकको राजा बल्ल फर्केको छ। जापानको मान्छेलाई हुँदाहुँदै आफूलाई टिकटकको राजा महाराजा को टिकटकको राजा मान्ने लेभलको अथवा भान्से लेभलको बाहुनो बिचरा मलाई भाडा मान्ने भन्छ। टिकटकको सुपरस्टार हो। टिकटक पँधेरो जस्तो हो। पँधेरमा भ्यागुताको ट्वाटर बढी सुनिनु स्वाभाविक हो। स्तरीन मान्छेको स्तरीन माइलो भ्यागुते माइलो मध्यम स्तरका साहित्यकार लेखक भ्यागुते माइलो गाइनेहरूको माइलो व्याकुल माइलो। हामी राजनीतिमा लाग्ने मान्छेहरूको माइलो भनेको बिपी कोइराला, वीरेन्द्रको भाइ माइलो, जी शाहलाई चाहिँ हामी माइला भनेर भन्छौँ। मुकुन्देला पनि त कतिजनाले पागल भन्छन् कि त पागल होस् बौला हो। भ्यागुता बढी फुल्यो भने फुल्छ। मेरो खेत बाँचिया छ। एउटा परिवारलाई खाना पुग्छ, जा गएर हलो जोत जा। हलो जोत रे टिकटकमा गफ जोतेर गिफ्ट कलेक्सन गर्ने पैसा कमाउने मान्छे हलो जोत्छ होला त। 7जना खर्च पठाउनु भएको छ। मायाको चिन्ह आकर्षक गिफ्ट हुनुपर्छ पठाउनु भएको छ। उनलाई एउटा हात लगाइदिँदा उहाँलाई के फरक पर्छ र आज पखाउनु गिफ्ट आइरहेको छ। देश विदेशबाट साथीहरूले कसैले 50,000 कसैले 20,000 कसैले 20 रुपियाँ पनि इसियामा पठाइदिन्छन् समाजको लागि लगानी बाबेले चाहिँ भएको रमाइलो गर्छ अल्टाजीले रोज देखेको गरेकोले उहाँलाई पर्खिन। उहाँको हेरौँ न त कुबेरको भण्डारमा कति चाहिँ दान गर्ने सम्पत्ति द्रव्य रहेछ। अल्टाजीलाई फलो त गरिहाल्छ नि, यत्रो धनी मान्छेदेखि जसले नि फलो गर्छ, मै पनि गर्छु। ओहो अघि ओइ बाबे त डेन्जर रहेछ नि त गफ त डरो दिन्छन् नि त सबलाई के नराम्रो भन्दै हुनुहुन्थ्यो त। आफूलाई गिफ्ट दिने मान्छेलाई त राम्रो भन्नुहुँदो रहेछ नि त। अझ तारिफ पनि गर्ने फेरि। डोनाल्ड ट्रम्प जस्तै रिपब्लिकन मुकुन्द घिमिरेलाई ह्याट सुहाउँछ भनेर उहाँ डोनाल्ड ट्रम्पकै देशमा स्थापित भइसकेको ओली किङजीले मलाई ह्याट लगाइदिनु भएको छ। आफूलाई गिफ्ट दिएपछि त विदेश बस्ने मान्छेलाई पनि तारिफ गर्नुहुँदो रहेछ नि त। अरू बेला त के भन्नुहुन्छ त विदेश जाने मान्छेलाई? विदेश जाने मान्छेहरू भनेका चाहिँ अब नेपालमा चाहिँ गरी खान सकिँदैन भन्ने खालकै हुन्छन्। काम गर्न छोडेपछि पासपोर्ट बनाएर साइड लागेका हुन्छन्। ओइ बा केटा हो हामीलाई त के साह्रो पेलेको बुढोहरूले जेनजीका केटाहरू फेसबुक बन्द भयो र केटी हन्टिङ गर्न नपाएर डेटिङमा निस्केका थिए माइती घरमा। त्यो दिन चेन्जहरू माइती घर डेटिङ नगएको भए सुदुङ गुरुङहरू अहिले के गर्दै हुन्थ्यो होला? गोर्खा ढाकर बोक्दै हुन्थे होला, नुन हेप्दै हुन्थे होला, बाजेले साँझ के गर्दै हुनुहुन्थ्यो होला त अहिले? 72मा चटपटे बेच्दै हुन्थे होला। मेयरले धरानको मेयर र चटपटे बेच्दै गर्छन् अरे काठमाडौँको मेयर मात्रै हेर्ने भनेका सुँगुर लेभलका मान्छे हुन्, जसको अनुहार घोप्टे हुन्छ र भुइँ मात्रै देख्छन् तिनीहरूले। आकाशतिर हेर्नुपर्छ, एमालेको घाम देखिन्छ, अगाडि हेऱ्यो भने चाहिँ के देखिन्छ नि? काङ्ग्रेसको रुख देखिन्छ। अनि तल हेऱ्यो भने के देखिन्छ? लाडो। यसलाई ब्लक गरिहाल्नु यही मौकामा। किन ब्लक गर्ने? कुरा गर्नुहोस् न बरु। आयो गोर्खाली कुरा गरौँ न एकछिन। कुरा गर्नु न काका, के हो? त्यो मुलासँग बोल्दिनँ म। किन रिसाएको? दाइले के नराम्रो भने हो काकालाई? सुरुमा त दाई भने हो नि त। दाई भन्ने मुलासँग किन बोल्ने? त्यही भएर म तँलाई रोटीको छोरा पनि भनिदिन्छु क्या। यस्तो भन्नु हुँदैन क्या दाइ। काका हजुर कसको छोरा भनिदिनुहोस् त। मुखियाको छोरो म। रोटीको छोरा होस् माछिनी। त्यो साह्रै फोहोर बोलो। म मुख छाड्छु नभए तँसँग बोल्दिनँ, यो हप्की दप्की गरिदिन्छु। किन भने त्यस्तो? कति वर्षको भयो त? भन्दै गर्दिनँ, नचिनिकन बोल्छ, उसले चिने होला। फक्कालाई चिन्दैन हामी। चिन्दैन भने बोल्दिनँ म तँसँग। रोटीको छोरा को होस्? बाउलाई सोध। फोन हान्नु मेरो बाउलाई अहिले। बाउ पनि छ कि छैन? सोचेर बोल रोटीको बात। त्यही त सोचेर बोल्नुहोस् है काका। दाइ कसको छोरा हो थाहा होला नि? को हो? कहिले कहिले जन्मे हो? तिमीहरूको आमा कहिले कहिले बिहाए? तिमीहरूको आमा कहिले कहिले बिहाए? तैँले मलाई सोचेको जस के हो र एउटा र्यापे हो? यादै भन्नुहुन्छ दाइ, देशलाई खतरा माया गर्ने मान्छे हो। माथि देश डेभलप गर्नु। प्रचण्ड रिसाएपछि मलाई रतबारमा कति कुटेका थिए। प्रचण्डलाई मारिदिन्छु। प्रचण्डलाई कसैले केही गर्दैन, उनको भुत्लो झार्न पनि सकिँदैन। कामै छैन अनि तिनीहरूले नमारेर के गर्ने भन्दा त्यही भएर खोडा हान्दै गएर रोटी पान
कस्तो बोलिदिएको है सक्छ कसैले सक्दैन नि फेरि आइडी ओडीले कहिले देश डेभलप गर्दैन सत्य कुरा भन्छ यो बाहुनले हो म सबै कुरा ट्रुथ बोल्छु मलाई कसैको डरै छैन यो बाहुनले जिब्रो चपाउँछन् यो बाहुनले सिधै बोलायो प्रचण्डले कहिले देश डेभलप गर्दैन प्रचण्ड पथ भनिएको थियो त्यो फुटपाथ भयो हो। फुटपाथ भएपछि जनताको ड्रिमल्यान्डको रूपमा मैले मुकुन्दले सोचेको छु ट्र्याक्टरले खेत जोत्ने हेलिकप्टरले बिउ छर्ने गफ अलि बढी भयो जस्तो लाग्यो ल जन्मिने बच्चालाई न्वारण गर्ने भत्ता दिने हुर्केका बच्चा बच्चीलाई निःशुल्क शिक्षा दिने तिम्रो जे पाइदिन नसुन पढेपछि चाहिँ योग्यता अनुसारको काम दिने काम गर्दैन भने त्यसलाई चाहिँ अल्छे भत्ता बेरोजगार भत्ता व्यवस्था गर्ने हावा तिम्रो घर अनि बुढो भएपछि त्यसलाई वृद्ध भत्ता दिनुपर्छ र मर्यो भने मुर्दा भत्ता दिएर गाड्ने जलाउने व्यवस्था मिलाउनु पर्छ यतिको सुविधा दिएपछि त अनि केटाहरू त फेरि सब बेरोजगारी बस्दिन्छ नि फेरि गाइजहरू भिडियो कस्तो लाग्यो हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला